यो भिडियो बनाउने चक्करमा नमजासँग लड्यो। हेलो एन्ड नमस्ते सबैजना। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यता सन्चै छु। घरमा बस्दा बस्दा वाक्क लाएर म र भाइ चाहिँ यस्तो खोलातिर हावा खान निस्केको। अब डेली भ्लग बनाउने च्यालेन्ज त लिगिहाल्यो। घरमै बसेर कन्टेन्ट मलाई खोज्दै त आउँदैन होला, त्यही भएर म कन्टेन्ट खोज्नको लागि खोलातिर लागेँ। अब खोलामा गएर के कन्टेन्ट पाउँछस् तैँले भनेर सोच्नु भएको होला हजुरहरू। खोलामा पस्नु मात्र पर्छ, कन्टेन्ट त धेरै पाउँछ। हामी तल खोलामा आइसक्यो। अब हामी ढुङ्गा हानेर माछा मार्न लागेको। मेरो लागि कन्टेन्ट पनि हुन्छ अनि माछा मर्यो भने हामी पोलेर पनि खान मिल्छ भनेर चाहिँ हामी माछा मार्न लागेको। जाने बित्तिकै ढुङ्गा हानेको यहाँ एउटा सानो माछा पो मरेर बिचरा। यति सानो माछा सब यो खाने कि के गर्ने, यो खायो भने त मुख मात्र जिस्किन्छ, त्यही भएर मैले यसलाई खोलामै फाल्दिएँ। अब हामी यसरी त हुँदैन, यो भन्दा ठुलै माछा मार्नु पर्छ भनेर अगाडि अगाडि गएको। अघिको माछाले सरापे क्या हो नमजासँग पो लड्छ। यति जाब लड्दैमा के हुन्छ र भन्दै हामी चाहिँ अझै अगाडि अगाडि गयो माछा मार्नलाई। हातमै लागेको भएर होला हात चाहिँ अलिकति दुखिराखेको थियो, तर आई डोन्ट केयर, म यो भन्दा चाहिँ ठुलो माछा मार्छु भन्दै अगाडि अगाडि गएँ म। तर कसलाई के थाहा मलाई कस्तो भएको छ भने, जस्ट हाँसो मजाक मात्र हो गाइस, मलाई केही पनि भएको छैन। एउटा भाइले त म पुग्ने बेलासम्म त बाम माछा मारिसकेको रहेछ यार। एउटा माछा त मार्यो, अब हामी दुईटा माछा मार्नु पर्यो भनेर अर्को पनि मार्न लाग्यो। अब फेरि मार्न लागेको ढुङ्गा हानेर हेरौँ है मर्छ कि मर्दैन। ढुङ्गा त हान्यो, अब हेरौँ माछा मर्यो कि मरेन होला। ल है गाइस, पर्यो 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 नभन्दै फेरि बाम माछा परेछ यार। हेर्नुहोस् गाइस, यति सजिलोसँग माछा मारेको छ हामीले ढुङ्गा हानेर। चितवनमा यस्तो सजिलो छ माछा मार्नको लागि। हामी दुईजनालाई पुगे गाइस आजको लागि, दुईटा बाम भइहाल्यो। अब यो पोलेर खाने घर गयो। हामी अब घर जान लागेको। हाम्रो यहाँ हेर्न सक्नुहुन्छ दुईटा बाम परेको छ। खोलामा गएपछि यसै कन्टेन्ट पाउँछ कि गाइस, मैले त्यस्तै भनेको चाहिँ होइन हजुरहरूलाई। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो गाइस भनिदिनु होला कमेन्टमा। 30 डे च्यालेन्ज लेखेकोमा मेरो 2 डे कम्प्लिट भयो। हेर्नु होला मैले च्यालेन्ज कम्प्लिट गर्न सक्छु कि सक्दिनँ 30 डेसम्म। हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो कि लागेन, राम्रो लाग्यो नि नलाग्यो नि लाइक कमेन्ट फलो सेयर रिपोस्ट सबै गरिदिनु होला। भेटौँला अर्को भिडियोमा। बाई बाई गाइज।